So, good morning family. Welcome back to our morning star vlog. Hope सबैजना सन्चै हुनुहुन्छ र हामी पनि यहाँ morning star केटाहरु सबैजना सन्चै छौं। कोही यता कोही उता। आज कहाँबाट आएछ शेर त? आज कहाँबाट साथी तिमी? यही त अस्ति त आएन अब। अस्ति हारे नि त यो नआएर फेरि हाम्रो खेलाडी हो यो। आज चाहिँ जित्छ भन्ने आशा अभि आए स्ट्राइकरबाट हान्छ होला नि त। ए ब्याकग्राउन्ड हेर्नु भयो होला है कहाँ होला यो भनेर। अब चौर जान लागे। के छ केटा आज जिता पनि अस्ति पनि यही भने अब फर्स्ट भ्लगमा नि होप सबैजनाले फर्स्ट भ्लग चाहिँ हेर्नु नै भयो होला अनि त्यसमा के कति कमजोरी भएको थियो यसमा सुधार्ने प्रयास गरेका छौँ हामीले र सुध्रिन्छ पनि होला के कस्तो के के कमी कमजोरी लागेको छ त्यसलाई चाहिँ कमेन्ट गर्न नबिर्सनु होला हामी सुधार्छौँ यसमा भर ट्राई हो नि त्यो सेकेन्ड भ्लग हो होप सबैजनाले फर्स्ट भ्लगलाई चाहिँ माया नै गर्नु भइरहेको होला मैले हेरेको थिएँ के कति भइरहेको फर्स्ट भ्लगमा ठिक छ अहिले हामी यति हाम्रो घर सुत्या हो यो सँगै सुत्या यसकै घर घर खाना खाएर आएर अनि बेलुका ल ल अहिले केटाहरू आउँछ अनि म चौरमै गएर भेटौँला नि त है फाइनली गाइज हामी चौर पनि आइसक्यौँ है आज हामी आउँछ लास्ट ढिला भयो जस्तो केटाहरू सब आइसक्यो त अस्ति पनि आउनु चाहिँ ढिलै भएको थियो अब आज पनि ढिलै भयो कहिले काहीँ यस्तै हो रातभरि गेम खेल्छ साथीहरूसँगै बसिस त्यही भएर पारा यस्तै छ केटाहरू आयो आयो अर्को नि ल ल अहिले बुट सुट लाएर भेटौँला नि त गाइज बुट लाउँदै गरौँ भने है चौरको पारा देखेर बुटै लाउनु मन लागेन कि अब यस्तो त छ हिजो पानी पऱ्यो केटाहरू सब माटो हाल्दा बालुवा हाल्दा रहेछ आजको सिन खेल्न त अस्ति पनि यही खेल्यो हो तर हार्यो पेनाल्टीमा गएर कहिले काहीँ यस्तै हो चौरको पारा देखेर मलाई बुट सुट केही लाउन मन लागेन यस्तो हुन्छ भने त सोचे पनि थिइनँ कति बेर लाग्ने हो त्यो बालुवा भर्नलाई हिलो हो कि लास्ट हिलो ल ल अहिले बिचमा केही भयो भने भेटौँला नि त कि बुटै लाएर भेटौँला अब यो पानी खान त कति बेर पो लाग्ने हो बुट लाउन त भने अब झोला हेरेको बुटै रहेन चाहिँ फेरि यहाँ गेम सुरु हुन आइसक्यो छैन बुट इ झोला हेरेको बुटै रहेन छ कहाँ लग्यो बुट भनेर हिजो त कोठीलाई ल्याएको थियो बुट त्यसले ल्याउँदै ल्याएन चौर पनि सुकिसक्यो के गर्ने अब तनाव भयो मलाई यहाँ सेतो मजामा छु फेरि तर यस्तो छ आज यी चप्पलै लाएर हान्नुपर्छ अहिले बुट भेटेन भने अब हेरौँ के हुन्छ बुट लाएर रेडी भएर एकछिन यसो ट्रेनिङ गराउनु त अलिअलि भित्र छिरेर भनेको बुटै भेटेन ठ्याट के गर्ने लाङ्गे खुट्टा खेल्नु भने त गाह्रो हुन्छ त फेरि अब हेरौँ अहिले भेटेँ नि नभेटेँ नि अब खेलेपछि भेटौँला नि त है ल नाङ्गे खुट्टा खेलौँ भने अब खेल्न नपर्ने भयो बुट भेटियो दुइटै खुट्टामा यो बुट मेरो चाहिँ होइन साथीको माया लाग्यो अब मेरो नयाँ बुट त लैहाल्यो ए अनि यहाँ खुट्टा हेर्नु भयो होला यो देखाए बेलामा किन सक्स लगाएन माथि फुल सक्स भन्नाले गर्मी छ नि त पसिना गर्नुहोस् त्यही भएर नलगाएको अब चाहिँ गेम सुरु हुन लाग्यो ल मर्निङ बुट सुट लाएर रेडी भइसक्यो आज मर्निङ स्टारको केटाहरू यस्तो जर्सीमा है स्पोन्सर जर्सी हो कि यो स्पोन्सर हाम्रो केटाहरूले खतरा खेल्यो नि त स्पोन्सर पायो स्पोन्सरको नाम नै हेरिदिनु है ठिक छ साथी तिम्रो छोइ त छैन अब रोनाल्डो फ्यान रोनाल्डै लागेछ त अनि ल ल गेम सुरु भएर भेटौँला नि अब गेम पनि सुरु हुँला अनि अब म भ्लग खिच्न त भ्याउँदिनँ नि त अनि यसले खिचर्यो अब ल म्युटमा हेर्नु है त यसले खिचेको हेर्नु अब ल
उडाइ गीत के बल पाएको लगाइछ फर्स्ट हाफ भने सकिसकेको छ र 1-0 पछाडि परिरहेको छौँ हामी। होप कमब्याक हुन्छ, केटाहरूले हान्छ भन्ने आश छ मलाई। हान्नु त केटा हो तिमीहरूले? ए ढुक्क हान्छ ल ढुक्क ल ल ल सेकेन्ड हाफमा भेटौँ न त। सेकेन्ड हाफ भेटेपछि अब के हुन्छ अहिले रिजल्ट त आइहाल्छ नि। ओके गाइस छ 7 महिना अगाडि हारे बताएर पनि आज नजिक्नु भयो। हार्ने अस्ति पनि पेनाल्टीमा गएर हारे, आज पनि 2-4 भएर यहाँ डिफेन्सलाई किपर राखेको छ। ल गाइस आज गेम पनि समापन भइसकेको छ र यिनीहरूले जित्यो आज पनि। पहिलो भ्लग पनि हेर्नु भयो होला, यिनीहरूले पेनाल्टीमा जितेको थियो। आज चाहिँ 2-4 हानेर जित्यो। अब म नि एकछिन क्रिकेट खेल्नु पऱ्यो। अब फुटबल पछि क्रिकेट अलिअलि पनि खेल्न आउँछ। अब ल एकछिन क्रिकेट खेलेर अहिले घर भेटौँला नि त है। ल अब चाहिँ घर आइवरी भात पनि हान्न थालेको। यहाँ मम्मीले भात ल्याएको त भात देखेर त दङ पऱ्यो। म के हो यो, थाल हो कि के हो यो? के हो के हो कत्रो थाल यार, सकिन्छ त खाना यत्रो के थाहा दङ पऱ्यो म त यार। ल ल अहिले खानासाना खाएर भेटौँ न त घरको नि आयो। ल गाइस खानासाना खाइवरी फ्रेस भएर अब सुत्न लाग्यो। अनि अब भिडियोको अन्तिमतिर छौँ हामी। अब ल यसो केही सुनाउन त केही भन्न चाहन्छस् त अन्तिममा? सबैजना लाइक केमल कमेन्ट सेयर सबै हानिदिनु है सबैजनाले, सपोर्ट गरिदिनु होला। ल भिडियो त लामो बनाउनु मन थियो, के गर्नु अब होमवर्क टन्ने देखेन अस्मिता मिसले।
अब अस्मिता मिसलाई मैले भ्लगकै मार्फत सम्झेँ है त। ल मिस अब म होमवर्क चाहिँ गरेर आउँछु। यति भन्दै अब बिदा लिन चाहन्छु। हस्त जय नेपाल।